हेलो कुजाङपो सबैजनालाई आई होप सबैजना सन्चै सुबिस्ता Hello, हुनुहुन्छ होला so it's Abochin. I'm also doing fine. So यो सेकेन्ड भ्लग चाहिँ दाजु बुद्ध दाजु र भाउजू क्यानबेराबाट आउनु भएको छ अन्त मेरो साथी राज र उसको मिसेस पनि भुटानबाट पर्थ रिसेन्टली आएको छ उनीहरूलाई वेलकम गर्न पाइएको थिएन सो आज चाहिँ दुईजनालाई वेलकम गरेको एउटा सानो ब्लग लिएर आएको छु प्लिज इन्जोय वाचिङ थ्याङ्क यू सुन कथा एउटा गीत हार मेरो हो कि जित कस्तो साइनो बाँधी ल्यायो भन मेरो सानो मित कस्तो साइनो बाँधी ल्यायो भन मेरो सानो मित सानो नाना हाम्रो सानो नाना चाहिँ यतै बस्छ यताको सराउन्डिङहरू यस्तै छ हो अनि यस्तो छ रहेछ छिटो है नोक नोक नानाले कराइहाल्यो सबैजनाको घरमा यस्तो छ है अस्ट्रेलिया हुने यो लाप्चेको घर खालि त्यस्तो बोकेर अन्डा हामी दुईजना मात्रै खानै रित्ता हात किन आउनु भनेर नि अर्को युट्युबर पनि आएको नि त लाप्चेको वा नानाले यता खिचिदियो युट्युबर एउटा एउटा मात्रै लिन्छ एक ग्रुपलाई एउटा देऊ एक ग्रुपलाई एउटा देऊ न खतम होइन म भिडियो बनाइदिन्छु यसो गर फर्स्ट भेटेको नि त यो चाहिँ यो चाहिँ क्यानबेरादेखि आएको एक जोडी छ यो चाहिँ अस्ति नै आएको पर्थमा तर सबै निकाल्नु पर्यो नि त ल ल यहाँ चाहिँ थुनिदिने यताबाट फोटो खिच्नु चाहिँ कतापट्टि हो ए ल ल सँगै बल्ल बल्ल भइसक्यो नि त भएकोलाई अब छु ल उता नमस्ते अरे नि त यता लु बनाए आफै आउँछ यता भाउजू यता खरै पर्छ डेम्जीपट्टिबाट यता त्यो घरि लङ टाइम थुप्रो भयो नि तिमीले आएको त त्यति त भेटकाटै यस्तो भयो अन्त आजको होइन हुन्छ Time is very precious ni. त्यस्तै पो हुँदैछ अन्त कस्तो लाग्न थाल्यो 2 दिन हप्ता भएको छैन हप्ता चाहिँ भएको माथि 26 मा हजुर 26 भनेपछि लाइक कस्तो लाग्दैछ अस्ट्रेलिया एकदम ठिकै भन्नुपर्छ हामी एउटा सानो वेलकम चाहिँ गरिहाल्छौँ नि ल उता यहाँ बहिनीहरुले सानो वेलकम चाहिँ गरिहालौँ ल क्यामेरा तिमी पक्र त ल तिमीले देऊ न त्यो सानो वेलकम जस्तो मात्रै
Thank you so much. God bless you. है पदमा चाहिँ यस्तै छ कहाँ त्यस्तै हुन्छ अनि अब बस्नुहोस् न यो जुन आज जुन नयाँ हाम्रो गेस्टहरू क्यानबेरा आउनेहरूलाई एकदम बार्बिक्यू गरेर यसो मासु पोलेर चिकन इभन फिस पर्क एकदमै छ यो सुजालो पनि केटा यो भर्खर भर्खर राखेको कस्तो लाग्छ एकदम हेभी मुटको मासु अस्ट्रेलिया हेभी मात्रै उता पनि भुटानबाटै लेप्चा भाइ परिएर हाम्रो यो पछाडिपट्टि घरको ब्याकयार्ड चाहिँ मेरो मिसेस डार्लिङ मासु पोल्दैछ उहाँ चाहिँ भुटानबाट आफ्नो मेरो साथी राज उता सोम क्यानबेराबाट आएको उहाँ चाहिँ मेन्सिङ छोरा उहाँ चाहिँ मेरो फर्स्ट कजन र सबैजना चाहिँ यता चाहिँ क्यानबेराबाट पाउँछ उहाँ चाहिँ तेन्जिङ यता चाहिँ सानो नाना एकदमै घोप्टिएर मासु खाँदैछ मन खेलाउँदै इन्जोय गर्दैछ एकदम नस्टेल्जिक फिलिङ दिइरहेको छ एकदम सबैजना सबैजना इन्जोय गरिरहेको छ इन्जोय गरिँदैछ म चाहिँ अब कस्तो छ के खाने चाहिन्छ कसैले के खान्छ यसो भिडियोमा बनाएको छुट्टै निक्लिदिएको इन्जोय गरिँदैछ इन्जोय गरिँदैछ सबैदेखि पोलेर खाएको पोल्नुपर्दैछ खानु भनेर अघि भने फेरि कस्तो कस्तो लाग्यो डर डर पनि लाग्यो स्टिल पोलेर कोहीले खानेले खान्छ यस्तो टाइम चाहिँ फेरि फेरि आउनु साह्रो छ अस्ट्रेलियामा चाहिँ सबैजना भेटघाट गर्नु पाउँदा जेब्रा जस्तो नि छ त यो चाहिँ एउटा चाहिँ मेन्सिङ भाइको भाइ बुहारी पनि थियो खासमा यहाँ एउटा चाहिँ यहाँ दाजुभाइको थियो एउटा चाहिँ साथी तिमीलाई त अस्ति बोलाउने हो नि त्यही त टाइम नपाएर त्यस्तो भएर नि दसैँमा पनि एटेन्ड गरेँ हो दसैँमा त्यो पनि भएन हो लाइक बडी अब त त्यस्तोहरु राख है उता राखौँ होला हैन पठाइप दिनु पर्यो भनेको खाने है कहाँ पठाउँछु यस्तोहरु बोकेर जानु थाल्यो भने त गाउँकै भइहाल्यो डोकोमा लाउँदै देखमा दुईटा त अर्थसस्तो छ है हाम्रो साथीले पो अस्ति छ हैन बक्को के पो लु भाउजू यता आइदिनुहोस् छैन छैन नि अर्को छैन नि त्यो के काट्ने त्यो उता भाउजू क्यानबेराबाट यताबाट अस्ति मेन्सिङ भाइलाई चाहिँ हामीले लेट भएर एकचोटि अस्ति नै एटेन्ड गरेको थियो त्यो पनि भएन त्यही त उता भएन र त्यहाँ स्टिल अब लेट भयो फेरि अन टप अफ डेट त्यहाँनिर केही लिएन त्यो जेब्रा जस्तो भएछ आज जस्ट नेमसेक जस्तो मात्रै वन्स मोर वेलकम सबै हाम्रो तर्फबाट वेलकम छ ल भाउजू काट्नु थ्याङ्क यू सो मच एभ्रीबडी थ्याङ्क यू सो मच वन्स मोर वेलकम है
Thank Have you. fun and enjoy. Just enjoy. ठुलो मान्छे काट यो अनि यहाँ सोध्नु मान्छे बहिनीको लो वेलकम बुहारी चाहिँ आएन नि लो यहाँ साथी र सिस्टरले दुईजनाले पक्रेर चट्टै घिस र छिनाइदिँदा हुन्छ ल एकदम वेलकम थ्याङ्क यू सो मच अन्त आफूले सोचेको ड्रिमहरू फुलफिल होस् भन्ने चाहन्छु त्यही हो अन्त बेड लकहरू केही नहोस् त्यही हो अरू त बिस्तारै बिस्तारै सबै कुरो ठिक भइहाल्छ ल हुन्छ एकदम वेलकम सबैजना लो अलिअलि चाहेको जस्तो गरेर बेसी बेसी बनाउनुहोस् ल बुढी मान्छे नानै छ लु देऊ आशीर्वाद अलिअलि त खाऊ अलिअलि त खाऊ होइन सोमहरूको लाइफमा यो केक जस्तो मिठै जीवन रसिरहोस् भन्ने आशीर्वाद छ हाम्रो। एकदम धन्यवाद एकदम धन्यवाद धन्यवाद ल बस्नु बस्नु अब त्यो चाहिँ हो अब त त्योहरू गरौँ डिनरहरू खाऊ यता होइन आफू आफू लगेको ठिक छ होला होइन केक त यो रहेछ नि त्यो खाप्तो खाप्तो लगाइदिनु त ल होइन हामी त नखानु केक त नखानु भयो त्यो एउटा एउटा लगेको ठिक छ आफू लगेर दिँदा भएको local chicken and yellow dal rice inside the kitchen. Thank you for watching. Have a lovely evening.